नमस्ते नमस्कार जय नेपाल। अस्ति जुन 8 तारिकको आन्दोलन गरेको थियो जेनजीको भाइहरू देश भ्रष्टाचार मुक्तको लागि, देश परिवर्तनको लागि, त्यसमा 28-29 जना होइन जेनजीको भाइहरू शहीद भयो। त्यो हामी सबैलाई दुख्छ, नेपालभरिको जनतालाई दुख्छ, जो राष्ट्र प्रेमी छ, नेपाल आमासँग माया गर्छ। जुन भाइहरू मरेको त्यो चाहिँ घर परिवारको साथमा सारा नेपाली छ। तर नेपाल सरकार एउटा चिज गल्ती गर्नुभयो तपाईँ, जुन शोक दिवस मनाउनु भयो आजको दिनमा, असोज 1 गते आज छ, के तपाईँलाई थाहा छैन कि असोज 1 गते हिन्दूहरूको विश्वकर्मा पूजा हुन्छ? आजकै दिन यो शोक दिवस राख्नु जरुरी थियो? म यो भन्दिनँ कि जुन भाइहरू मर्यो त्यो होइन त्यसको बलिदान खेर जान्छ। सायद तपाईँहरूभन्दा हामी हिन्दू समाज त्यो भाइहरूको होइन लागि दुःख छौँ कि त्यो भाइहरू हाम्रो देशको लागि आफ्नो जान गुमाउनु भएको, जो भ्रष्टाचार मेटाउनको लागि जान गुमाएको, देश परिवर्तनको लागि जान गुमाएको। तर आजकै दिन यो त भयो नि कि हिन्दूहरूको धर्मको साथ खेलवाड भयो। म सिधै भन्छु, जति पनि हिन्दू साथीभाइ हुनुहुन्छ प्लिज भिडियो सेयर गर्नु होला, अनि मेरो कुरा सही या गलत प्लिज कमेन्टमा भन्नु होला कि आजको दिन यो शोक दिवस मनाउनु जरुरी थियो? भोलि पनि मनाउन सकिन्थ्यो, पर्सि पनि मनाउन सकिन्थ्यो, तर आजकै दिन सारा नेपालीलाई थाहा छ कि असोज 1 गते विश्वकर्मा पूजा हुन्छ। आज विश्वकर्मा पूजा हो कि हामी पूजा मनाउनु कि शोक मनाउनु भन्नु नेपाल सरकार। जुन नयाँ सरकार बनेको छ सुशीला कार्कीजी, तपाईँ भन्नु कि हामी हिन्दूहरू के गर्ने, आज पूजा गर्ने कि त्यो भाइहरूको शोक मनाउने? दुःख त छ, त्यो भाइहरू आफ्नो बलिदान दिएको छ, आफ्नो जान गुमाएको छ देशको लागि, जीवनभरि दुःख हुन्छ, उनीहरूको आभारी छौँ हामी। तर आजकै दिन शोक मनाउनु, शोक दिवस मनाउनु कतिको सही? यो हिन्दूहरूको चाडपर्वको लागि, हिन्दू धर्मको खिलाफ भएन? साथीहरू कमेन्टमा भन्नु मैले सही भनेको कि या गलत भनेको। जय नेपाल।